ठ्याक्कै त्यही बाटो हो जहाँबाट निर्मल पूर्जा अर्थात् निम्स दाई सहित 10 जना पर्वतारोहीहरू ब्रोड पिक हिमाल आरोहणको लागि हिँडिरहेका थिए। क्याम्प 2 बाट हिँड्न सुरु गरेका उनीहरूको योजना भनेको यो विशाल हिउँको बाटो पार गरेर पारिपट्टिको चट्टानको बाटो समाउनु र त्यहाँबाट सोझै माथि गएर क्याम्प 3 सम्म पुग्नु थियो र 16 गतेसम्ममा ब्रोड पिकको चुचुरोसम्म पुग्ने उद्देश्य उनीहरूको हुन्छ। तर यो ग्लेसियरको बीचतिर पुगेपछि एउटा ठूलो हिम पहिरो खस्छ जसमा परेर उनीहरू सबैजना ब्रोड पिक हिमालमा हराउँछन्। ब्रोड पिक हिमाल पाकिस्तानको गिलगिट बल्तिस्तानमा काराकोरम हिम श्रृङ्खलामा भएको 8047 मिटर उचाइको हिमाल हो, जुन संसारको 12औं अग्लो हिमालमा पर्छ। निम्स दाईको कम्पनी एलिट एक्सपर्टमा 8000 मिटरका हिमालहरूमा सबैभन्दा इजिएस्ट अर्थात् सजिलो मध्येको एक हिमाल भनेर ब्रोड पिकलाई भनिएको छ र निम्स दाईले यो हिमाल 2019 मा नै चढिसकेका थिए र यो पटक फेरि ब्रोड पिक चढ्ने योजना उनको सुरुदेखिकै योजना भने थिएन। उनी खासमा G2 हिमाल चढ्नका लागि पाकिस्तान गएका थिए अनि G2 को उनले श्रावण 5 गते नै सफल आरोहण गरिसकेका थिए र G2 को आरोहणसँगै उनले ब्रोड पिक र चोयो हिमाल भन्दा बाहेक अरू सबै 8000 मिटर भन्दा अग्ला हिमालहरू 2 पटक वा त्यो भन्दा बढी चढिसकेका थिए। त्यसैले उनले फेरि ब्रोड पिकको आरोहण गर्छन् भने 8000 मिटर भन्दा माथिका सबै हिमाल 2 चोटि चढ्ने पहिलो र एकमात्र आरोही हुनको लागि चोयो हिमाल मात्र चढ्नुपर्ने हुन्थ्यो। ब्रोड पिक चढ्दै गर्दाको यो भिडियो मेसेज उनले निर्वाण चौधरीलाई पठाएका थिए। Nirvana brother, yo, thank you. Literally submitted, G2, and now I'm heading towards Broad Peak. And the reason why I'm doing Broad Peak is if I do that, I will not only finish my hat-trick project, that is to climb 14 peaks 3 times, 7 summits 3 times, but also I'll be the only person in the world to climb 14 peaks 2 times, twice without oxygen. Any might, love you. यसरी पहिले योजना नभए पनि एलिट एक्सपर्टको सदस्य सहित उनी इमेजिन नेपाल लगायतका टिमसँग मिसिन्छन् र ब्रोड पिकको बेस क्याम्पमा पुग्छन्, जहाँ नै केही दिन बसिसके पछाडि उनले श्रावण 11 गते आफ्नो अन्तिम इन्स्टाग्राम पोस्ट गरेका थिए र त्यसमा ब्रोड पिकसँग प्रार्थना गर्दै लेखेका छन् कि सफलतापूर्वक चुचुरोमा पुग्न र उत्रने बाटो दिनुहोस्। त्यसपछि 12 गते उनीहरू क्याम्प 1 मा र 13 गते क्याम्प 2 मा पुगेका थिए र त्यसपछि नै 14 गते बिहान क्याम्प 3 मा पुग्ने बाटोबाट उनीहरू हराएका थिए र उनीहरू हराउनुभन्दा केही समय अगाडि मात्र उनीहरूको यो तस्बिर आफ्नो टिमका पर्वतारोहीहरूले बेस क्याम्पबाट खिचेको दाबी गर्दै पाकिस्तानको टुर कम्पनी काराकोरम भिजनले पोस्ट गरेको छ। यो तस्बिरमा केही पर्वतारोहीहरू हिउँको बाटोबाट हिँड्दै गरेको देखिन्छ। यसको साथै त्यही पोस्टमा काराकोरम भिजनले यो भिडियो पनि हालेको छ जसलाई यो तस्बिर खिचेपछि आएको हिम पहिरो भनेर उनीहरूले दाबी गरेका छन्। अनि जीपीएस ट्र्याकरको डेटा अनुसार पनि पाकिस्तानको समय अनुसार बिहिबार बिहान करिब 8:57 देखि 9:30 को बीचमा हिम पहिरो दुर्घटना भएको संकेत देखिएको छ, जस अनुसार 9:30 बजेतिर उनीहरू हिउँको बाटोको बीचमा पुगेको र त्यसपछिको अपडेटमा उनीहरू त्यहाँबाट निकै तल खसेको भन्ने देखाउँछ। अर्कोतिर यस्तो आरोहणका क्रममा बेस क्याम्पमा हरेक टिमले कोअर्डिनेटर राखेको हुन्छ र बेस क्याम्पमा भएका ती कोअर्डिनेटरहरूको पर्वतारोहीहरूसँग बिहान 9 बजेबाट नै सम्पर्क टुटिसकेको थियो र हिम पहिरो खसेको देख्ने अरू पनि बेस क्याम्पमा हुन्छन्। मतलब बेस क्याम्पमा दुर्घटनाको बारेमा दुर्घटना लगतै थाहा भइसकेको हुन्छ, तर पनि यो समाचार अनुसार दुर्घटनाको खबर पाकिस्तानका अधिकारीहरूसम्म पुग्न झन्डै 12 देखि 13 घण्टाको समय लाग्छ। बल्तिस्तान कमिसनरको कार्यालयले जारी गरेको यो प्रेस रिलिजमा पनि रातको 8 बजे मात्र पर्वतारोहीहरू हिउँ पहिरोमा परेको खबर आएको भनेर लेखिएको छ। अनि नाइला कियानी जो पाकिस्तानको पर्वतारोही तथा अल्पाइन क्लब अफ पाकिस्तानको प्रवक्ता पनि छिन्, उनले पनि आफूहरूले राति 10 बजे मात्र दुर्घटनाको खबर पाएको भनेर बताएकी छिन्। उनले भनेकी छिन् यदि समयमै खबर आइदिएको भए अँध्यारो हुनुभन्दा अगाडि नै हेलिकप्टर पठाउन सकिने थियो, त्यो अवसर हामीले गुमायौँ। अल्पाइन क्लब अफ पाकिस्तान त्यहाँको आधिकारिक पर्वतारोहण संस्था हो जुन सेना र सरकार दुवैको नजिक छ र यसले नै ब्रोड पिकको हिम पहिरोको उद्धार र खोजीको समन्वय गरिरहेको छ। घटनाको बारेमा मध्यरातमा अल्पाइन क्लबले नै इन्स्टाग्राम पोस्ट गर्दै आधिकारिक रूपमा जानकारी गराउँछ, जसमा कमेन्ट गर्दै क्लबको अध्यक्ष मेजर जेनरल इरफान अरशद खानले हेलिकप्टरबाट खोजी र उद्धार कार्य बिहानबाट सुरु हुने भनेर जानकारी गराउँछन् र शुक्रबार बिहान 8 बजेतिर रेस्क्यु टिम र आवश्यक उपकरण लिएर 2वटा हेलिकप्टर उड्छ। यसरी बिहिबार बिहान भएको घटनाको बारेमा उद्धार टोलीले नै राति अबेर मात्र थाहा पाएको थियो र उद्धार सुरु गर्दासम्म त घटना भएको करिब 24 घण्टा नै बितिसकेको हुन्छ। अब यो ढिलाइ हुनु स्वाभाविक होइन भन्ने कुरा त भन्न सकिन्छ, किनभने 6000 मिटरको उचाइमा रातको समयको तापक्रम -20 डिग्रीसम्म झर्न सक्छ। यसले गर्दा यदि कोही हिम पहिरोबाट जीवित नै छ वा घाइते अवस्थामा छ भने पनि बाँच्ने सङ्घर्षलाई अझ चुनौतीपूर्ण बनाइदिन्छ।
तर यसमा गल्ती कसको हो? किन सूचनाहरू सही समयमा पुगेन वा उद्धार समयमा हुन नसक्नुको कारण सूचना मात्रै हो कि अरू नै केही छ भन्ने कुरा म अहिले नै भन्न सक्दिनँ। तर 24 घण्टाको ढिलाइ धेरै लामो समय हो भन्ने त भन्न सकिन्छ नै, र यसको बारेमा धेरै कुराहरू त पछि हुने अनुसन्धानबाट पनि खुल्ने नै छ। तर शुक्रबार बिहानबाट जब उद्धार कार्य सुरु भयो तब भने पाकिस्तान र त्यहाँका उद्धारकर्ताहरूले देखाएको सक्रियता र साहसमा शङ्का गर्ने ठाउँ भने छैन। हिमालमा खोजी तथा रेस्क्यु अभियान चलाउनु निकै चुनौतीपूर्ण हुन्छ। अनिश्चित मौसम अनि अप्ठ्यारो सतहका कारण उद्धारकर्ताहरूकै जीवन पनि जोखिममा हुन्छ। यो जोखिम मोलेर बिहानबाट नै पाकिस्तानको टोलीको साथै वरिपरि हिमालमा रहेका नेपाली गाइडहरू पनि उद्धारको लागि ब्रोडपिकमा पुग्छन्। यता नेपालबाट निम्स दाइका साझेदार तथा साथी मिङमा डेभिड शेर्पा लगायतको टोली पनि उद्धारको लागि पाकिस्तान जाने तयारीमा हुन्छ। मिङमा डेभिड आफै पनि पर्वतारोही हुन् र हाई अल्टिट्युडमा हुने रेस्क्युको अनुभव पाएको व्यक्ति हुन्। उनले पाकिस्तान उड्नुभन्दा अगाडि यो पोस्ट हाल्छन् जसले सबैको आशालाई अझै बढाइदिन्छ। यो अनुसार निम्स दाइको जीपीएस घडीमा उनी हराएको करिब 22 घण्टापछि अचानक केही मुभमेन्टहरू देखेको थियो। डेभिडले स्ट्याटसमा लेखेका छन्, बिहान 6:15 बजेतिर मुभमेन्टको सङ्केत भएको देखिन्छ। उनी जीवित रहेको, होसमा रहेको र उद्धार पर्खिरहेको जस्तो लाग्छ। यो आशा दिने खबर थियो, तर त्यो साँच्चै नै निम्स दाइको मुभमेन्ट नै थियो कि टेक्निकल ग्लिच थियो भन्ने चाहिँ यकिन भन्न सक्ने अवस्था थिएन। आउनुहोस् किन भनेर यसलाई अझै मजाले बुझौँ। निम्स दाइ लगायतका पर्वतारोहीहरूले प्राय गार्मिनको डिभाइसहरू लगाउँछन्। निम्स दाइ र नादिरा लगायतको यस्तो डिभाइसले पाकिस्तानी समय बिहानको करिब 9 बजेतिर 6660 मिटरको उचाइमा यो क्षेत्रको लोकेसन देखाउँछ। त्यसपछि उनीहरू सबैजनाको लोकेसनले तल खसेको देखिन्छ। जसपछि भने कसैको पनि डिभाइसमा कुनै एक्टिभिटी देखिएको हुँदैन। तर निम्स दाइको ट्र्याकरले भने 5878 मिटरसम्म खसेर रोकिएपछि थप केही मुभमेन्टहरू भएको भन्ने देखाएको थियो। जस्तो यो ट्र्याकरको लोकेसन पिनलाई हेर्नुहोस्, यसमा केही मुभमेन्ट भएको जस्तो देखिन्छ। तर फेरि यो रिपोर्ट अनुसार यसको 3वटा कारणहरू वा सम्भावनाहरू भएको भनेर भनिएको छ। एउटा कारण भनेको हिम पहिरो गएपछि सतह केही सर्दा वा मिल्दा मुभमेन्ट देखिन सक्छ। अर्को कारण हिमाल क्षेत्रमा वा हिउँको केही तल भएर यस्ता डिभाइसहरूको सिग्नल फ्लक्चुएट र ट्र्याकिङ इरर भएर पनि मुभमेन्टहरू देखिएको हुन सक्छ। अर्को चाहिँ मानिस नै मुभ हुँदा स्वाभाविक मुभमेन्ट देखाउने गर्छ। तर नेसनल जियोग्राफीको यो रिपोर्टमा निम्स दाइको डिभाइसको मुभमेन्टमा स्पिड अफ 0 अर्थात् कुनै गति नदेखाएको उल्लेख गरिएको छ, जसले त्यो डिभाइसमा देखिएको त्यो मुभमेन्ट फिजिकल मुभमेन्ट भन्दा पनि टेक्निकल ग्लिचतिर बढी सङ्केत गरिरहेको थियो। अनि यो सबै बीच उता ब्रोड पिकमा खोजी र उद्धारमा ग्राउन्ड टोली परिचालन भइसकेको हुन्छ, जसमा नेपाली शेर्पा र स्थानीय गाइडहरू हुन्छन्। उनीहरूले सुरुमा 4 जना पर्वतारोहीको शव भेट्टाएको भनेर खबर आउँछ। त्यसमध्ये ओमानको नदिरा अल आर्ती र नेपालका पूर्वबहादुर गुरुङ युक्ताको शव भएको भनी पहिचान हुन्छ। तर अरू 2 जनाको पहिचान भने नखुलेको भनेर बताइन्छ। तर पछि फेरि अल्पाइन क्लबले त्यो खबर गलत भएको भन्दै 2 जनाको मात्र शव भेटिएको र बाँकी 1 जनाको शरीरको अङ्ग भेटिएको भनेर आधिकारिक रूपमा जानकारी गराउँछ। यस्तै उनीहरूले पाकिस्तानको पर्वतारोही सोहेल साकीको झोला र फुटेको गार्मिन घडी भेटाउँछन्। तर गिलगिट बल्तिस्तानको सूचना विभागले भने यो विज्ञप्ति जारी गर्छ, जसमा भेटिएको उक्त अङ्ग अमेरिकी पर्वतारोही सारा मेलोरी गेसको भएको भनेर दाबी गरिएको हुन्छ। अल्पाइन क्लब अफ पाकिस्तानले यसको आधिकारिक कन्फर्मेसन भने गरेको छैन र उसले सारालाई अझै पनि मिसिङको सूचीमा राखेको छ। अनि शुक्रबार दिउँसो नै इमेजिन नेपालका मिङमा जी शेर्पा चिनिया टोलीको साथ केटो हिमाल आरोहण गरिरहेका हुन्छन्। दुर्घटनाको खबर पाएपछि त्यो टोलीले आफ्नो यात्रा बीचमा नै क्यान्सल गर्छ अनि खोजी र उद्धारमा लाग्न थाल्छ। उनीहरूले सबैभन्दा सुरुमा दुर्घटना स्थलतिर ड्रोन पठाएर हवाई माध्यमबाट हराइरहेकाहरूको खोजी गर्न थाल्छन्, जसबाट 7 जना पर्वतारोहीहरू देखिएको भनेर अल्पाइन क्लब अफ पाकिस्तानले आधिकारिक रूपमा जानकारी गराउँछ, जसमा ड्रोनबाट उनीहरूको पहिचान वा अवस्था स्पष्ट हुन नसकेको भनेर लेखिएको हुन्छ। अर्को कुरा भनेको ड्रोनबाट हेर्दा वा जीपीएसको अन्तिम लोकेसन अनुसार पर्वतारोहीहरू देखिएको लोकेसन एकदमै अप्ठ्यारो ठाउँमा हुन्छ। नादिरा र पूर्वबहादुरको शव निकै तल भएकाले सुरुमै रिकभर गरिएको हुन्छ, तर त्यो उचाइमा अस्थिर मौसम र फेरि हिम पहिरो जान सक्ने जोखिम अनि लो भिजिबिलिटी लगायतले गर्दा अरूको खोजी वा उद्धारमा लागेकाहरूलाई त्यहाँसम्म पुग्न असहज हुन्छ। अनि हुन त पाकिस्तानी सेनाले खोजी कार्यको लागि आफ्ना 2वटा हेलिकप्टर परिचालन गरिसकेको थियो, तर फेरि त्यहाँ उद्धार कार्यमा हेलिकप्टरको प्रयोग नेपालको भन्दा बिल्कुल फरक हुन्छ। नेपालमा धेरैवटा कमर्सियल हेलिकप्टरहरूले रेस्क्यु र सर्च अपरेसन सञ्चालन गर्छन्, तर पाकिस्तानमा अस्कारी एभिएसनले मात्र यो अनुमति पाएको छ र अस्कारी एभिएसन पाकिस्तानी आर्मी अन्तर्गतको नै संस्था हो र अस्कारी एभिएसनले आफ्नो म्याक्सिमम सेफ ल्यान्डिङ अल्टिट्युड 5000 मिटर तोकेको छ। यो भनेको निम्स दाइ लगायतको लोकेसन भन्दा करिब 900 देखि 1000 मिटर तल नै हो, जसले गर्दा त्यहाँ नै हेलिकप्टर ल्यान्ड गरेर खोजी गर्न सम्भव हुँदैन। अनि यो रिपोर्ट अनुसार हाई अल्टिट्युडको पातलो हावा र अस्थिर मौसमका कारण हेलिकप्टरको प्रयोगमा लिमिटेसन हुन्छ। मतलब सोझो भाषामा भन्दा त्यहाँ हेलिकप्टरको प्रयोग खोजी वा उद्धारमा होइन,
रेस्क्यु टिम र सामान ओसार्न मात्र भइरहेको थियो र ग्राउन्ड टिमले भने मैदानमै उत्रिएर खोजी गरिरहेको थियो। तर शुक्रबार अँध्यारो हुन सुरु भएपछि रातभरिलाई खोजी कार्य स्थगित गरिन्छ। यसरी शुक्रबारको खोजी स्थगित हुनुभन्दा अगाडिसम्म 2 जनाको शव भेटिएको हुन्छ भने ड्रोनबाट थप 7 जनालाई देखिएको हुन्छ। जसपछि शनिबारको दिनभरि उनीहरूलाई ड्रोनबाट देखेको लोकेसनमा खोजी कार्य सुरु हुन्छ, जुन क्रममा ग्याल्जेन शेर्पा ग्यालुको शव भेटिन्छ र अरू 5 जनाको शव पनि ग्राउन्ड टिमले नै देख्छ। तर ती शवहरू एकदमै अप्ठ्यारो र जोखिमपूर्ण ठाउँमा हुन्छ, जसले गर्दा शनिबार नै निकाल्न नसकेको भनेर अल्पाइन क्लबले रातको 8 बजेतिर आधिकारिक रूपमा जानकारी गराउँछ। अब यो पोस्टमा तपाईले किली पेम्बा शेर्पाको नाम देखिरहनु भएको होला। सुरुमा अल्पाइन क्लबले उनको नै सब भेटिएको भनेर भनेको थियो, तर पछि यो अर्को पोस्ट गरेर क्लबले किलीको नभई ग्यालु शेर्पाको सब भएको भनेर अगाडिको जानकारीलाई सच्याएको थियो। यो सबै शनिबारको रात 8 बजेको कुरा थियो। तर फेरि शनिबार दिउँसो करिब 4 बजेतिर नै निम्स दाइको कम्पनी इलिट एक्सपर्ट लगायतले इन्स्टाग्राम पोस्ट मार्फत निम्स दाइको निधन भएको भनेर सार्वजनिक गरिसकेको हुन्छ। जसपछि नेपालका प्रधानमन्त्रीदेखि संसारभरका मानिसहरू उनीहरूलाई श्रद्धाञ्जली दिनेदेखि लिएर सबैतिरका मिडियाहरूले त्यो खबर प्रसारण गरेका थिए। तर खोजी टोलीले निम्स दाइको शवलाई आइतबार मात्र निकाल्न सक्छ। त्यो टोलीले निम्स दाइको सहित आइतबारको दिनभरिमा 4 जनाको शव फेला पार्छ, जुन शवहरू निमा शेर्पा, किली पेम्बा शेर्पा र चीनका वाङझोङको हुन्छ। साथै थप 1 जनाको शव अलि अग्लो स्थानमा देखिन्छ र त्यसलाई त्यही अवस्थामा निकाल्न नसकिने भनेर अल्पाइन क्लबले आफ्नो विज्ञप्तिमा लेख्छ। यसरी यो भिडियो तयार पार्दासम्मको अवस्थामा शुक्रबार, शनिबार र आइतबार गरी 3 दिनमा 7 जनाको शवको साथै 1 जनाको खुट्टा मात्र रिकभर भएको छ। अनि थप 1 जनाको शव भने देखिएर पनि निकाल्न सकेको छैन र यो बाहेक अरू 3 जनालाई त्यहाँबाट रिकभर गर्न अझै बाँकी छ। तर अब सम्भवतः सबैको मृत्यु भइसकेको मानेर नै सर्च एन्ड रेस्क्यु अपरेसन अब सर्च अपरेसनको रूपमा मात्र चलिरहेको छ। मतलब ब्रोड पिक आरोहणमा हिँडेका 10 जना पर्वतारोहीहरू सधैँका लागि त्यहाँ नै हराए, जसमा निर्मल पूर्जा निम्स दाइको नाम एकदमै धेरै चर्चामा छ। मगर समुदायबाट आएर पनि निम्स दाइ अहिलेको समयमा सबैभन्दा चर्चित हिमाल आरोही बन्न सफल भए र हिमाल आरोहणदेखि साहसिक खेलहरूसम्मको उनको यात्रा कुनै रोमाञ्चक सिनेमाभन्दा कम छैन। किनभने हिमाल चढ्नुभन्दा अगाडि उनी ब्रिटिस लाउरे थिए। उनले सन् 2003 मा ब्रिटिस आर्मीको स्पेशल बोट सर्भिसमा प्रवेश गरेका थिए अनि 2009 मा उनी रोयल नेभीको स्पेशल फोर्स युनिटमा गए। 2012 मा पहिलोपटक 6119 मिटर अग्लो नेपालको लोपुचे इस्ट माउन्टेन आरोहण गरेपछि उनमा हिमाल चढ्ने लत यसरी लाग्छ कि उनले आफ्नो जीवन नै यसमा समर्पित गर्छन्। सन् 2019 मा 8000 मिटर भन्दा माथिका सबै 14 वटा हिमालहरू 6 महिना 6 दिन भित्रमा सफल आरोहण गरेर उनले विश्व रेकर्ड पनि बनाए, जबकि त्यो भन्दा अगाडि ती 14 हिमालहरू 7 वर्ष लगाएर चढेको रेकर्ड थियो। र यही क्रममा खिचिएको डकुमेन्ट्री 14 पिक्स नथिङ इज इम्पोसिबललाई नेटफ्लिक्सले प्रदर्शन गरेको थियो, जसले निम्स दाइलाई विश्वव्यापी रूपमा चर्चा दिएको थियो र यही चर्चाले उनलाई हिमाल आरोहणको विश्वासिलो नाम मध्ये उभ्याउँछ। अनि ब्रोड पिक यात्रामा निस्किनु अघि नै उनले 8000 मिटर भन्दा माथिका हिमालहरू 57 पटक आरोहण गरिसकेका थिए, जसमध्ये 29 वटा आरोहण त उनले कुनै पनि सप्लिमेन्ट्री अक्सिजन बिना नै आरोहण गरेका थिए। अनि निम्स दाइले जे गरे त्यो सबै कुनै न कुनै हिसाबमा हिमाल आरोहण, पर्यटन र साहसिक खेलसँग जोडियो। जस्तो उनले पर्वतारोही साथीहरू मिङमा डेभिड शेर्पा र तेजन गुरुङसँग मिलेर इलिट एक्सपर्ट नामको कम्पनी खोले, जसले हिमाल एक्सपेडिसनहरू गराउँछ। यसैगरी आरोहणका लागि चाहिने लुगा, जुत्ताका साथै विभिन्न टुल्सहरूको लागि निम्स दाइ ब्रान्ड र निम्स दाइ स्टोरको सुरुवात गरे। स्काई डाइभ निम्स दाइ भनेर नेपाल सहित संसारका कयौं ठाउँहरूमा स्काई डाइभिङ गराए। अनि उनको आफ्नै नाममा सुरुवात गरेको निम्स दाइ फाउन्डेसनले पनि हिमाल चढ्ने शेर्पाहरूको जीवन उकास्न र उनीहरूको परिवारका लागि काम गर्छ। तर उनी बाहेक पनि यो यात्रामा यस्ता दिग्गजहरू थिए जसले हिमाल आरोहणको क्षेत्रमा छुट्टै नाम बनाएका थिए। जस्तो नादिरा अलार्थी सगरमाथा चढ्ने पहिलो ओमानी महिला थिइन्। उनले केटु र मनास्टो हिमालको पनि आरोहण गरिसकेकी थिइन् र 8000 मिटर भन्दा माथिको सबै हिमाल चढ्ने लक्ष्य लिएर ब्रोड पिक आरोहण गर्न गएकी थिइन्। यस्तै किली पेम्बा शेर्पा 8000 मिटर भन्दा माथिका सबै हिमाल चढिसकेका अनुभवी पर्वतारोही र गाइड थिए। पूर्वबहादुर गुरुङ युक्ताले पनि 8000 मिटर भन्दा माथिका सबै 14 वटा हिमाल चढ्न अब 2 वटा हिमाल मात्र बाँकी थियो र उनी 10 पटकसम्म सगरमाथा आरोहण गर्ने गुरुङ समुदायको पहिलो व्यक्ति थिए। ग्याल्जेन शेर्पा ग्यालुले पनि एकै सिजनमा 3 पटक कञ्चनजङ्घा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका थिए र उनले सगरमाथा सहित संसारभरका अग्ला हिमालहरू आरोहण गरेका थिए। निमा शेर्पाले एकै सिजनमा 4 वटा 8000 मिटर भन्दा माथिका हिमालहरू चढेका थिए। नवाङ थुन्डु शेर्पाले पनि सगरमाथा सहित मनास्लु, कञ्चनजङ्घा लगायतका हिमालहरूको आरोहण गरिसकेका थिए। पाकिस्तानका सोहेल साकीले पनि केटु, कञ्चनजङ्घादेखि नाङ्गा पर्वत लगायतको आरोहण गरिसकेका थिए। उनले कति हिमालहरू त सप्लिमेन्टल अक्सिजन बिना नै आरोहण गरेका थिए।
अनि अमेरिकाकी मेलोडी गेस पहिलोपटक 8000 मिटरको हिमाल चढ्ने प्रयास गर्दै थिइन्, तर उनले त्यसभन्दा अगाडि साना साना हिमालहरू कयौं पटक आरोहण गरिसकेकी थिइन् र हिमालप्रतिको लगावका कारण नै उनले आफ्नो व्यापार नै बेचेर हिमाल आरोहणमा लागेकी थिइन्। चीनका वाङ जोङले त 12वटा 8000 मिटरभन्दा अग्ला हिमालहरू आरोहण गरिसकेका थिए, जसमध्ये 6वटा हिमाल त उनले 2026 मा नै चढेका थिए। उनी पनि 14वटा हिमाल नै चढ्ने लक्ष्यमा थिए। तर अब उनीहरू सबैका लागि ब्रोड पिक नै अन्तिम गन्तव्य बनिदिएको छ। तर यो बीच अरू केही यस्ता प्रश्नहरू भने उठाउनु नै पर्छ होला, जस्तो यो भन्दा अगाडि नै मैले भनिसके कि बिहीबारको दिन बिहानै हिम पहिरो दुर्घटना भए पनि उद्धार सुरु हुन 24 घण्टाभन्दा बढी समय लाग्यो। यो ढिलाइ किन भयो? अनि यति धेरै मानिसहरू हताहत भएको खबर तत्काल बेस क्याम्पमा थाहा भए पनि उद्धार गर्ने टोली र अधिकारीहरूसम्म पुग्न किन 13 घण्टाभन्दा बढी समय लाग्यो? र यदि यो सत्य हो भने बेस क्याम्पमा किन कुनै सरकारी अधिकारी वा लाइजन अफिसरहरू वा मिलिट्रीको उपस्थिति थिएन? यसमा अनुसन्धान हुनैपर्छ। र अर्को गम्भीर प्रश्न भने नेसनल जियोग्राफीको यो प्रश्नले उठाएको छ, जस अनुसार ब्रोड पिकमा जुलाई 18 देखि एकदमै तेज हावा र जुलाई 22 आसपासमा एकदमै ठुलो हिउँ परेको थियो, जसले गर्दा त्यहाँको मौसम प्रतिकूल भइरहेको थियो। नेसनल जियोग्राफीको रिपोर्ट अनुसार यही कारण धेरैवटा टोली त्यहाँबाट आफ्नो आरोहण क्यान्सल गरेर फर्किसकेको थियो। यसरी नै फर्किनेहरूमा थिए डेभिड क्लेन र इयान ओभरटन पनि। मौसम पूर्वानुमान सही नदेखेपछि उनीहरू जुलाई 25 मा नै त्यहाँबाट फर्किएका थिए। तर निम्स दाई र उनको टिम मौसम सुधार हुने अपेक्षामा बसेका थिए। यसको बारेमा नेसनल जियोग्राफीमा लेखिएको छ, उनीहरूले त्यहीँ बस्ने निर्णय किन गरे यो स्पष्ट छैन, तर त्यसको नतिजा निकै घातक साबित भएको छ। यस्तै सोयल साखीका मेन्टर सामसन सिमोन सराफले पनि एक्सप्लोरर वेब्समा यो कमेन्ट गर्दै निकै गम्भीर कुरा उठाएका छन्। उनले K2, G1, G2 र ब्रोड पिक लगायतको हिमालहरू अहिले नै तयार भएको थिएन भनेर भनेका छन्। उनले हिमाल आरोहणमा हुने कमर्सियल कम्पिटिसन एकदमै टक्सिक भइसकेको भन्दै आरोप लगाएका छन् कि नयाँ रुटको नाटकले पनि अहिलेको ट्रेजेडीमा भूमिका खेलेको छ। अब हुन त यो दुर्घटना टार्न सकिन्थ्यो कि सकिँदैन थियो, त्यो कुरा गर्ने बेला होइन यो। गल्ती कसको थियो सायद त्यो खोज्ने बेला पनि होइन यो। त्यसैले अहिले नै यसमा धेरै कुरा गर्दिन, तर हामी आफै पनि हिमालले भरिएको देश भएकाले हामीले पनि यी गल्ती र कमजोरीहरूबाट सिक्न भने जरुरी छ। अनि हाम्रो सरकारले पनि यो घटनाको आफ्नै तहबाट अनुसन्धान गर्न जरुरी छ, ताकि भविष्यमा हुन सक्ने यस्ता सम्भावित दुर्घटनाहरू टार्न सकौं, ताकि फेरि यसरी नै हामीले माया गरेका, हामीलाई हिम्मत र साहस दिने हाम्रा हिरोहरूलाई यति चाँडै यसरी नै गुमाउनु नपरोस्।